नेपाल एसिया गेमको ए ग्रुपमा परेको छ। कुन टिमलाई जित्यो भने नेपालले क्वार्टर फाइनल खेल्न पाउँछ त? सब्स्क्राइब गर्नु, डिटेलमा कुरा गरौँ। ग्रुप ए मा नेपाल, अफगानिस्तान र जापान छन्। नेपालले दुई मध्ये एक टोलीले मात्र हराए क्वार्टर फाइनल खेल्न पाउँछ। क्वार्टर फाइनलमा इन्डिया, पाकिस्तान, बंगलादेश, श्रीलङ्का छन्। ग्रुप बी मा भने हङकङ, मलेसिया, ओमान रहेका छन्। क्वार्टर फाइनलमा भने सिधै प्रवेश इन्डिया गरेको छ, श्रीलङ्का गरेको छ, पाकिस्तान गरेको छ, बंगलादेश गरेका छन्। क्वार्टर फाइनलमा नेपाल पुग्नको लागि जापान, नेपाल, अफगानिस्तान मध्ये एउटालाई हराएर मात्रै पुग्न सक्छ। ग्रुप बी बाट पनि हङकङ, मलेसिया, ओमानबाट एउटा मात्रै म्याच हराए पर मात्रै आउन सक्छ र भने दुईटै म्याच हरायो भने हङकङ पनि आउन सक्छ। को आउला त तपाईलाई ग्रुप बी बाट? नेपाल कोसँग खेल्ला त? सबैले कमेन्टमा भन्नु होला। अब कुरा गरौँ नेपाल सेमिफाइनलमा कोसँग भिड्न पर्छ त? नेपाल सेमिफाइनल पुग्नको लागि इन्डिया, पाकिस्तान, श्रीलङ्का, बंगलादेश मध्ये एक कन्ट्रीलाई हराउनु पर्छ। तपाईलाई कोसँग पर्ला त? कमेन्टमा भन्नु होला। कहिलेबाट सुरु हुन्छ त कुरा जानौ। 2026 सेप्टेम्बर 24 देखि सुरु हुन्छ र अक्टोबर 1 मा सकिन्छ। होस्ट कन्ट्री जापान रहनेछ। नेपाल एसियन गेमको कहाँसम्म पुग्ला त? तपाईले आफ्नो कमेन्टमा धारणा दिनु होला र नयाँ हुनुहुन्छ भने च्यानललाई लाइक, सब्स्क्राइब गरेर यस्तै न्यूजहरुको लागि सब्स्क्राइब गर्न नबिर्सिनु होला।